हेलो नमस्ते राजस्थान स्वयंभूतिर आइपुगेको छु है पार्किङलाई ठाउँ छैन पर छ पार्किङ मोटरसाइकल परतिर राखेको छ बिस्तारै हेर्दै जाउँ आफूले बुझ्नुपर्छ यस्तो कुराहरू सिजन कस्तो हुन्छ है त ल यहाँदेखि नै अब चाहिँ पुरा रोकिदिएको छ कि गाडीहरू हुँदा यहाँ जाम पनि हुन्थ्यो होला त्यति ल्यायो भने होइन यस्तै छ ल बिस्तारै अब कोरा गरिन्छ होइन स्वयम्भू देखाउँछु है त के कस्तो हुन्छ हेर्दै जानु होला क्राउड हो है अब बोलेको त सुन्दैन जस्तो राउन्ड लगाउँछ है आगे मामदा यहाँ तेमाला आले बजाब लगे जी कैंसर से हॉस्पिटल में बोला रानी ला 2-4 पैसा से यहाँ आले बजाब लगे जी तेमाल गम भेटता नाना आगा भेजे आले 14 अंचल 75 जिला नंता मांगते में चोरी मिला 2-4 पैसा कॉइन उठप लता जी बजाब लगे जी 2-4 पैसा माया लो लसो जो आले नाना आगा लसो सेवा नहीं धर्म हो लसो 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 प्रतिबल जनता बची चाहता है 2-4 पैसे दान देता है देखो सेवा नहीं धर्म दिया राष्ट्रपति समर्पण राष्ट्र एक हर कार्यक्रम राष्ट्रीय नगर प्रहरी पनि हुन्छ सबै व्यवस्था लाग्यो नरिवल सजिएर नरिवल टक्क राखेको छ अन्तर्राष्ट्रिय सम्मेलन भएको हामीले देखियो प्रत्यक्ष बिस्तारै अलिअलि देखाउनु जान्छ है सबै दल भेट्ने होला पोहोरसम्म सबै अवस्था चाहिँ नि बाटोभरि च्याउ चाहिँ छैन होइन के राम्रो सिनर के देख्यो भने देखाउँछ है हिजो बहुत आज यता रविन्द्र मसँग यसो एकछिन गरौँ भनेर होइन ब्लक छ एकदम सुविधा राम्रो छ यस्तै गरेर यसरी एउटा सेवा सुविधा हो होइन रविन्द्र जाम हुन्छ भनेर यसरी यहाँ ब्लक गरेको छ राम्रो कुरा हो बिहान त्यो पानी र हावा हुनु पनि चलेर होला मान्छेको चाहिँ भिड छ कम्ती छ है र अब एकदम भिड थियो पोहोरसम्म त यसपालि साह्रो देखिरहेको छैन होइन त्यस्तै छ है जस्तो बिहानको त्यो हावाहरू चलाएको थियो त्यसले गर्दाखेरि अलिक भिडभाड कम्ती नै छ कि मान्छे डर पनि अन्त घरबाट निस्किनुलाई ट्राफिक राम्रोसँग पालना गरेर लगाइरहेको छ कि एकदम खुसी लाग्छ है बाँकी छ
अब सबै कुरा त म त्यो गाइड गर्न सक्दिनँ होइन जति सक्छ त्यति मात्रै मैले भिडियोमा बनाउने कोसिस गरेँ नि राम्रो नराम्रो सिकाट होला माता खिचिरहेको चाहिँ यहाँबाट झर्दियो होइन बाबा बाटोतिर गयो आधी बोरा भयो अब आधी एक राउन्ड साथ फर्काउँछौँ हामी है सक्यो अब ल अब यस्तै हो होइन बिस्तारै गरिन्छ ब्याट्रीको चेन्ज गर्ने पर्छ यहाँनिर सबै ठिकै छ राम्रो छ सबैले मेसेज गरेछ पानी धेरै चाहिँ भर्दो एक पैकेट बाइक
बिरेन के नुन हो यो एउटा पैसाको हिसाबले त त्यो पुरा जाम हुन्छ भनेर सबैले दिएको छ यो चाहिँ गर्नै पर्ने हुन्छ किनकि ट्राफिकको चाहिँ रुल अनुसारले त्यो पुरा ट्राफिक भयो भने आखिर हिँड्नु पनि सक्दैन पनि गर्न सक्दैन है यहाँ आएर नाच तिमी देखिरहेछ नि नाच त राम्रो सानो खुसीको यसो राम्रो लागेर एकछिन खिचिदिएको है बसेको त्यो है स्वयंको जति सक्छ त्यति मात्र खिच्यो होइन धेरै कुराहरू त मलाई अनुभव छैन जे छ त्यो थाहा भएको कुराहरू मात्र खिच्यो मानवताको पक्षमा धेरै महान व्यक्तित्वहरूलाई आउनुहोस् हामी सबै मिलेर
चाहिँ यता बत्ती बाल्छौँ होइन पुर्खाहरूको लागि र अब चाहिँ बत्ती बाल्नु हामीले एक मान्छेको क्रम भिड बढ्दैछ है अब यहाँबाट चाहिँ म लास्टै गरिदिन्छु होला बाटोतिर सायद खिच्दिनँ है आजलाई यतिरै गरिदिउँ होप्सो अब भिडियो त सबै राम्रोसँग छ कि पहिला जस्तो क्राउड त छैन त्यो जस्तो भए पनि चलिहाल्यो है अब हेरेर जाउँ छिटो मैले अलिक पर पार्किङ गरेको छु र त अब स्वयं भगवान्को आक्रमण हुँदै हुँदै यहाँ ठाउँमा आइपुग्यो हामी होइन को यहाँ म त हिँड्दै कारसँग को आएको ए सब फ्यामिली हो गाडी लिएर होला र यहाँ अब त्यो कारसँग भाइ पनि भेट्यो स्कुटर तल छोडेको छु मैले लास्टमा फर्किन आँटेको है 3 बज्यो बिहान चाहिँ त्यस्तै 11 बजीतिर 9-10 बजी 11 बजीतिर चाहिँ एकदमै हावाहुरी ठुलो आएको थियो कि ल अब यहीँबाट अहिले आजलाई यति नै गर्थ्यो है त